Welcome to my vlog guys. ल है साथीहरू लागि हामी त हाम्रो लामो यात्रामा यो GoPro हैन के गर्छ त सबै ब्यागमा हुन्छ ब्यागमा राख्ने के कानेन क्या हो कानेन भए उ त्यसमा बस्नु त बाइक चलाउने हो र पर्दैन त्यो सिङ्गल भइसक्यो हामी यहाँबाट राइट लाग्छौँ यहाँबाट गल्ली गल्ली जान्छौँ राइट यो हो बस पार्क नेपाल बस पार्क यहीँभित्र हो तानेन क्या हो कि कसले त्यसरी रमाइलै हुँदैन त्यो जाने खाने ओकल्ने गरेर खान्छ हामी त सिन हेर्दै गफ गर्दै हिँड्ने हो नि त ल है हामी बजार आइपुग्यो पनौती बजार यहाँबाट निस्क्यो भने हामी लुगु जान्छौँ लुगु निस्किन्छ कि यहीँ खाऊँ न कतै ए माने दोकानबाट जाउँ न भोलि म दिदीलाई लिएर जान्छ भोलि त ए नजर सर्टकट हुन्थ्यो यार है एक घन्टामा मात्र लाग्छ नि त धेरै लाग्दैन थियो नि त लुगु चाहिँ यसको दिदीलाई लिनु जानु नभए त माने दोकान जानु ठ्याक्कै हुन्थ्यो माने दोकानबाट जानु ठिक्क हुन्थ्यो क्या सर्टकट हुन्थ्यो नि त नि ल गाइज हामी चाहिँ काभ्रे पलाञ्चोक म्युनिसिपालिटीमा अरे कहना क्या चाहते हो काभ्रे जिल्लामा हम मालूम है तेरे बाप को मत सिखा चल काभ्रे जिल्ला आइपुग्यो जे भए पनि होइन यस्तो अफर छ गाई नहीं मानता यकीन नहीं हो रहा मुझे भी धुलो पनि धेरै खाइयो अफरोड पनि हानियो पिज पनि खानियो सबै हान्यो क्या बात कर रहे हैं त्यसले बस न यहीँ बस्ने विचार छ आज हामी त यसरी सललललललल जाने हो किन हाँसे मैले बल्ल देखेर हाँसेँ डर हाँसेँ त यस्तो अफरोड हिँडिन्छन् यता हेरे चट्टानै चट्टान उता हेरे पहाडै पहाड कस्तो रमाइलो लाग्यो ल्याम्म पाराले खुट्टालाई लाग्यो ल है गाई जब हामी चाहिँ नि यो सुकेको खोलाबाट पार गर्दैछौँ हेर्नु बात तो सही है दौड़ना तो पड़ता है यही हो खोला पार हुने तर के गर्नु खोलै छैन जस्तो छ घरे त खोलै छैन रे झर्नै छैन रे क्या ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है यस्तो भयो भने त लास्ट झ्याउ हुन्छ नि त के मलाई मजा यो बाटो होइन जस्तो लागिरहेको होइन होला के हो तिनधारे जाने बाटो कहाँ हो तिनधारे यहाँबाट कति टाढा हो खोतमा हो 2 घन्टा लाग्ला 3 घन्टा पुग्छ भने अन्त के साथ यही 3 घन्टा भइसक्यो 7 बजे निस्के मान्छे हामी
उसमा ल्याइहाल्छ नि सानो सानो निसान गाडीहरू खोला आयो खोला खोला फेरि जरा सब गाइज हामी फेरि खोला तर्नुपर्छ होइन माथिबाटै आएको भने खतरा छ है बाटो किन हाते अभी मजा आएगा ना भिड़ो यही हो तिनीहरू झर्ना यही हो तिनीहरू झर्ना आएको यो पारी भएर उहाँ जानुपर्छ जस्तो लाग्यो क्या मलाई म त खोला आफै तर्नु जान्छु भयो किन हाते म लैहाल्छु ए जाउँ न कति डढाएको सानो यति खोलामा पनि कत्रो ढुङ्गामा ठोक्यो यार प्लाइङ लगाएर दुख्यो तू समझा हाँ नहीं तू समझा नहीं दामी है खतरा हो क्या भाइ हो ढुङ्गा खाने खोज्ने हो खोलाबाट जानुपर्ने रहेछ यार बाटोमा अब चाहिँ हामी त्यसरी सट्ट लाएर हाम्रो डेस्टिनेसन भाटामा आइपुगेका छौँ लगभग 3-4 घन्टा लाग्यो 3-4 घन्टा लाग्यो है गाइज हामी यति 5 जना आएका छौँ है 5 जना आएका छौँ है टक्क पातली पातली छ नि त अनि यो डाँडाबाट उक्लिँदै जाने हो हामी हँसनै बल्ल सक्सेस भयो भने धनिरहेको थियो उहिलेदेखि निशानको माग भएर बस्ने मान्छे निशान विदेश गए ल गाइज यस्तो सिन छ हेर हामी बाहुबली झर्ना तिनधारे झर्ना आएको छौँ 3 घन्टाको यात्रापछि हाम्रो डेस्टिनेसनमा आउने सफल भएको छ मस्त पोखरीमा गएर त्यसरी डुबेर बस्ने म त कौन है ये लोग कहाँ से आते हैं नेपालको धन हरियो वन भने भन नभए नभन नदेखेको अवस्था यता माथि उठ्छ बाटो तल खोजिरहेको अवस्था ओ खड्का इज कमिङ माने इज डान्सिङ ये क्या है माने इज डान्सिङ खड्का इज कमिङ यो कस्तो गीत बजायो माया अलिक गीत बजाएर राम्रो सुन्ने खालको गीत बजा न नहीं ल है अब हामी झर्नामा आइपुगेको सक्यौँ चिल मुडमा बियर खाएर बस्ने यही भए हो अहिले पानी नपरेको भएर झर्ना अलिक सानो सानो देखेको छ धेरै ठुलो त छैन गाइज असम्भव
लखर लखर हिँड्यो काम छैन गोजी छाम्दाखेरि 2 पैसा दाम छैन भाउजूले त टिकटक बनाउनु भाउजू उल्टो भएछ ठ्याक्कै सबैले टिकटक बना देख्यो तपाईँले खै यादै गयो हेरेको छैन बुढी चाहिँले हालिरहेको चाहिँ देख्छु सबैले टिकटक बनाउँछु त्यसकै सुषमाले हाल्यो क्या कति लामो बाटो हो मा बिच्च लाग्छ हम मालूम है तेरे बाप को मत सिखा चल ए रबिन के गर्छ भने फेरि यस्तो नाचे क्या नाचे होइन म त डुब्ने हो गन्जी सन्जी खोल्ने हो टुपुल्क लाएर भिजेर नुहाएर बस्ने हो यो बाटो यस्तो छ यी भराङको खुड्किलाहरू टक 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 लाएर माथि हेरेन भने तल चाहिँ अलिक धेरै नै देखेछ होइन अनि रबिनले अलिक ब्याग बोक्नुपर्छ यी बग्छु रे क्या ल ल बोकिदिन्छु म बोकेर फ्याम माथि आइदिन्छु के गराएर सुका लगाइदिन्छु अरू गीत बजाएर गीत सुन्ने बुझ्ने गीत फोटो खिच्नुपर्छ अब धेरै खै होला सिमलेलाई स्माइल रे क्या स्माइल खोइ बकरी यही छ त उसार एउटा दुइटा फल्दैछ के को कत्रो हुन्छ त के थाहा त मलाई के को बोट भन्ने यो कसको सबै आफ्नै हो किन चाहियो नि अचम्म रोज रे आलु बख्रा भन्ने थाहा छैन रातो रातो हुने अहिले भर्खर पहेँलो भएको क्या यहाँ पहिला अब रातो भए गुलु गुलु हुन्छ तिमीहरूलाई अब 5% ट्याक्स हाल्नुहुन्छ है म अब के भयो मिठो लागेन आलु बख्रा यस्तो त अवसर चाहिँ भाइ अवसर खानुपर्छ यस्तो मैले फ्याले हो यो त मलाई कुहिएको पो परेछ कुचिङ तपाईँलाई मलाई आज नि केही छैन नजिक म उपचार गरिदिइहाल्छु नि ए सिकाइदिँदा ल आन्टी यहाँ भाइ सिक्ने रे दुध दुने अनि सिक्ने सिक ल भाइ कति बोकेर कति बजे ठ्याक्कै टाइमिङ हेरेर दौड्छ यिनीहरूले ए कुन चाहिँले दिन्छ चर 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 खड्का चर आलु बाख्रा चरा त्यही त अस्ति यहाँ एउटा लिइरहेको ए तिमीहरूको 1 केजी भयो है भाइ 1 केजी अब तिमीहरूको 500 रुपियाँ पर्यो यस्तो भएन है सबै पहेँलो टिपेछ राजन कि एउटा टिपे छैन पाक्या जति माथि छ अझ माथि जानु नि दाइ हो नि त हाँगाले थाम्दैन होला फेरि म चढ्छु म माथि टुप्पो गरेर लिएर आइदिन्छु ओ गाइज ल है अब हाम्रो चाहिँ स्न्याक्स पार्टी हुँदैछ चट्ट लाएर होइन अहिले एकछिनमा बफ आउँछ बफिङ आउँछ होइन बफिङ आउँछ बफेट आउँछ अहिले हाम्रो होइन चिया पनि खायो नि हामीले आज
अनि हाम्रो बफे सेट भएपछि खाना डिनर हुनेछ अहिले अलि रमाइलो हुँदैछ यहाँ है 5 जनाको आज हाम्रो साजन दाइले धेरै मिस गरेको छ यार साजन दाइले केक खुवाएन धेरै मिस गरेको ह्यापी बर्थडे टु यु साजन दा ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु साजन दाइ ह्यापी बर्थडे टु यु Hey, style. Unique के ल दाइ यताबाट तपाईँले ल यो मजरी है दाइ यो के हो साँच्चै है ल गजब बेइज्जती है थ्याङ्क यू सधैँ थ्याङ्क यू वाइट फरेस्ट है वाइट फरेस्ट अर्ग्यानिक बर्थडे हाँ अब मेरो बर्थडेमा मुलाकात थियो अब रबिनकोमा काँसो रोशनकोमा फर्सी काटो ल ह्यापी बर्थडे फिनिश फर्सी काँचो फर्सी खान सक्दैन नि त लौका नहीं लौका खान सकिँदैन नि अनि फर्सी पनि मासु लभर्सहरूको स्पेसल दाइ हो ल पानी पर्यो कहाँ पर्छ पानी हो होइन पानी पऱ्यो झन् रमाइलो भिज्दै होइन